सबैजनामा जय मेची नमस्ते म माया गुरुङ हजुरलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो माया गुरुङ 1 चाहिँ मेरो मेन आइडी हो, माया गुरुङ 2 चाहिँ मेरो फेरि न्यू आइडी बनाउँदै छु है। तपाईहरुले देख्न सक्नुहुन्छ मेरो आँगनमा चाहिँ मजाले फुलहरु फुलिरहेको छ है। तपाईहरुको माझमा लिएर आएको छु। के कस्तो हुनेछ तपाईहरुले कमेन्ट गर्नुहोस् है। जतिजना नयाँ हुनुहुन्छ अनि जतिजना मेरो मेन आइडी सँग साथीहरु हुनुहुन्छ है, सबैजना मसँग जोइन हुनुहोस् है। तपाईले मेरो भिडियोमा कमेन्ट छोडिदिनुहोस्। तपाईको माझमा फेरि पनि म तपाईलाई सपोर्ट गर्न आइपुग्ने छु। हेर्नुस् न कस्तो दामी छ है। यो चाहिँ मैले धेरै वर्ष अगाडि रोपेको थियो। कस्तो दामी भइदिएको छ हेर्नुस् न हो। कस्तो दामी फुलेको, एकदमै दामी। कस्तो दामी फुलेको छ हेर्नुस् न हो। कस्तो दामी फुलेको, एकदमै राम्रो फुलेको छ है। हेर्नुस् न हो, कस्तो दामी फुलिरहेछ। गाई पनि पानी माग्दैछ, गाईलाई पानी दिनुपर्ने। अन्त मैले फुलाउनको लागि चाहिँ केही पनि गर्ने है साथीहरु, त्यतिकै रोपिदिए हैन, कटिङहरु गरिदिए त्यतिकै हो। सालमा एकपल्ट चाहिँ म कटिङ गर्छु। एक वर्षमा एकपल्टमा मतलब एक सालमा एकपल्ट कटिङ गर्दाखेरि चाहिँ राम्रो फुल्दो रहेछ। तर योपालि चाहिँ म कटिङ नगर्ने मैले यतिकै राखिरहेको छु। हेर्नुस् न कस्तो दामी देखिएको छ। हेर्नुस् न फुलहरु पनि कहाँ दामी फुलेको छ हैन। यो चाहिँ हामीले पहिला रोपेको थियो। अन्त चाहिँ कस्तो मजाको बोट भइदिएको छ हेर्नुस् न हो। कस्तो दामी भइदिएको छ। कोपिलाहरु मजाले लागेको छ। कटिङ गरी बस्यो भने चाहिँ दामी फुल्दो रहेछ, कटिङ गरेन भने चाहिँ राम्रो नफुल्दो रहेछ। कति पत्तातिर चाहिँ किरा लागेको छ, कति कोपिलातिर किरा लागेको छ। कोही चाहिँ फुलिसकेको छ, कोही चाहिँ दामी फुल्दै छ हैन। हेर्नुस् न तल पनि फुलेर ढकमक्क भएर बसिरहेको छ है। हेर्नुस् न हो, दामी फुलेको। कोपिला दामी लागेछ। यो पनि दामी लागेछ कोपिला। पत्ताहरु मजाको भइदिएको छ हेर्नुस् न, दामी भइदिएको छ। है कस्तो दामी भइदिएको हेर्नुस् न। कोपिला लागेको राम्रो देखिन्छ, अन्त फुल झन् अझै राम्रो देखिन्छ है। हेर्नुस् न हो, कस्तो दामी फुलेको, मक्क भएर हेरौँ भन्दा पनि रेडी लाग्दै। हेर्नुस् न हो, कस्तो दामी फुलिदिएको छ। योपालि चाहिँ म बिजन सार्नको लागि चाहिँ मैले कटिङ नगरेको चाहिँ अब चाहिँ जेठ महिनामा कटिङ गरेर सार्ने भनेर सोचेर चाहिँ अब चाहिँ भाइलाई राखिरहेको छु। हेर्नुस् न कस्तो दामी फुलेको, यति दामी ढकमक्क भएर फुलिरहेछ। कस्तो दामी फुलेको है। हेर्नुस् न दामी काठ पनि सुकाइरहेको छु। काठ पनि काट्नु जरुरी थियो, त्यही भएर काठ काटिरहेको छौँ। हेर्नुस् त हामी चाहिँ गाईको ग्वालीको अगाडि राखिरहेको छु नि त। के भन्छ फुल चाहिँ। अन्त गाईको ग्वालीको छेउमा रोप्यो भने चाहिँ मल पनि मजाले पाउँदो रहेछ। अन्त हामी चाहिँ गाईको ग्वालीको अगाडि राखेको काठहरु पनि सुकाइरहेको छौँ। दामी छ हेर्नुस् न हो। फेदमा पनि दामी फुलिदिएको छ। यस्तै पत्ता आउँदैछ। यसमा चाहिँ किरा लागेको हेर्नुस् न हो। किरा लागेर रिसै उठ्दो भइरहेको छ। यस्तो रिस उठ्दो भएको छ है। हेर्नुस् न यहाँ पनि त्यस्तै छ हो। यसो मुना आउँदैछ, मुना लागेकोमै त के भन्छ किरा लागिदिएको छ त। यस्तो रिस उठ्दो भइरहेको छ कि त। कस्तो दामी आइदिएको थियो, यस्तो भने कस्तो दामी फुल्थ्यो नि। तर कोही बेलामा किरा लागेपछि चाहिँ राम्रो फुल्न सकिन्न। हेर्नुस् न लिखा परेछ इङ्ग्लिसमा पनि। लिखा परेछ हैन, यसमा चाहिँ पढेको छैन। हेर्नुस् न, अनि लिखा परेन भने चाहिँ मतलब लिखा जस्तै हुन्छ नि त। किरा लागेन भने चाहिँ राम्रो फुल्छ हो। कस्तो दामी भइरहेको छ हेर्नुस् न। फुलहरु फुलेर ढकमक्क भइरहेको छ। मलाई एकदमै मनपर्छ फुलबारी
फुलहरू फुलेको एकदमै मजा लाग्छ।